नमस्ते। आज चाहिँ डेट र मैले चाहिँ 2 दिन मिस गरेँ। 2 दिन चाहिँ अलिकति कामको व्यस्तता पनि थियो हैन। र यो चाहिँ बहाना होइन। 2 दिन चाहिँ मैले गर्न सकिनँ भनौँ र ठिक छ। त्यो बावजुद पनि आउनु भनेको चाहिँ एकदमै ठुलो कुरा हो हैन। यो पनि एउटा कन्सिस्टेन्सी नै मानिन्छ। त्यो 2 दिन बिराएर आज चाहिँ मलाई 2 दिन बिराउने बित्तिकै आज चाहिँ मलाई के लागेको थियो नि, सुत्दिउँ जस्तो चाहिँ लागेको थियो। तर होइन, यसलाई चाहिँ कन्सिस्टेन्सी राख्नुपर्छ। दिस इज फर मी, वाट आई एम ट्राइङ टु डु हैन। मैले चाहिँ के सोचेर स्टार्ट गरेको थिएँ त्यो सम्झेर चाहिँ म आज फेरि ब्याक भएर चाहिँ फेरि यो 5 मिनट च्यालेन्ज बनाउँदैछु। र मैले चाहिँ टु बी अनेस्ट केही कुरामा नि अहिलेसम्मको भिडियोमा चाहिँ केही कुरा नि प्रिपेयर गर्छु भनेको थिएँ, तर गरेको छैन। र एक्चुअली मैले गर्दाखेरि चाहिँ के कुरा म बोल्ने भनेर टपिक पनि हेरेको थिएँ। तर त्यो टपिक अनुसार मैले बोल्न सकिनँ र अर्कै टपिकमा मैले बोलेँ। र यो स्टार्ट गर्नुभन्दा मैले अगाडिको भिडियो अलिकति हेरेको थिएँ र त्यसमा चाहिँ मेरो हावभावहरू चाहिँ यो चाहिँ नराम्रो देख्दो रहेछ। यो तरिका चाहिँ ल हामीले चाहिँ हात दह्रो भन्दा नि यो चाहिँ कुनै पोइन्टमा मात्रै राम्रो देख्छ होला सायद हैन। यसरी बोल्दाखेरि चाहिँ यसरी, तर हामीले चाहिँ हात खुलेरै बोल्दाखेरि चाहिँ अलिकति राम्रो हुँदो रहेछ। अनि मैले चाहिँ अबदेखि टपिक चुज गर्दाखेरि के टपिक चुज गर्ने त, मैले क्यामेरामा पनि खासै धेरै नहेर्दो रहेछ। हेर्नु त हेर्छ, तर विदाउट यताउता हेर्ने चाहिँ अलिकति अलि नराम्रो देख्दो रहेछ। तर त्यसलाई चाहिँ अब म सुधार्नेछु। र मेरो यो आवाजको टोन पनि एकै नाचको नहुँदो रहेछ। रछ यो मेरो व्याकरणहरू पनि एकदमै गलत सुनिरहेर यो व्याकरण पनि एकदमै सुधार्नु पर्ने देखिन्छ। र त्यसको लागि चाहिँ म प्रयत्न चाहिँ धेरै गरिरहेको छु। जस्तै बुक पढ्ने कि र आजभोलि चाहिँ मैले सेतो बाघ पढिरहेको छु। र नोभेल पढ्दाखेरि चाहिँ त्यो अरूले भन्थ्यो फिल्म हेरे जस्तो हुन्छ भनेर। अनि म पहिला पनि धेरै पढ्ने प्रयास चाहिँ गर्थेँ, तर अल्छी लाग्थ्यो। तर आज सेतो बाघ पढ्दाखेरि चाहिँ साँच्चै नै फिल्म दृश्य नै हुन्छ नि, अगाडि आएर त्यो फिल्म हेरेको भन्दा पनि छुट्टै महसुस हुन्छ क्या। सेतो बाघ पढ्दै जाँदाखेरि हुन्छ नि, त्यो जब जङ अनि हाम्रो सयजादीहरूको थुप्रो क्यारेक्टरहरू छ, त्यो क्यारेक्टरहरू चाहिँ आँखाभरि झलझल ट्याक्क अर्को इमेजिनेसन, खतरा खालको इमेजिनेसन आउँछ। र पहिला चाहिँ मैले पढ्ने ट्राई गर्दाखेरि सायद इन्ट्रेस्ट नदिएर हो कि अल्छी लाग्थ्यो पढ्ने बित्तिकै, नोभेलै होस् कि जेसुकै होस् हैन। तर अहिले चाहिँ मैले जब बुक पढ्नुपर्छ भन्ने लाग्यो र सुरुवात चाहिँ नोभेलबाट, उपन्यासबाट गर्नुपर्छ, यसमा चाहिँ एकदम राम्रो हुन्छ भनेर अरूहरूकोबाट सुनेको थिएँ। र त्यो सुन्दाखेरि चाहिँ यो नोभेल उपन्यासहरू पढ्दाखेरि चाहिँ पुरा फिल्म हेरेको भन्दा नि फिल्म हेरे जस्तो हुन्छ भन्थ्यो। तर त्यो फिल्म हेर्दा भन्दा नि आफ्नो इमेजिनेसनमा गएर हामीले कहाँ सोच्न सक्छौँ भन्ने त्यो हुन्छ नि, त्यो हाम्रो इमेजिनेसनहरू बिल्ड हुँदै जान्छ क्या। र एकदम उपन्यास पढ्न चाहिँ बवाल मजा आउँछ। र मैले चाहिँ पहिलो दिन 25 पेज पढाएको थिएँ र दोस्रो दिन 57 पेजमा पुगेको थिएँ। र अहिले चाहिँ मैले 98 पेज, 3 दिनमा 98, जम्मा यो चाहिँ 360 पेजको रहेछ। र म चाहिँ अहिले 100 पेज जति पुग्यौँ भनौँ, लगभग 98 पेज। र अब त्यही 4-5 दिनमा सिद्धाउँछु होला।
तर कस्तो मजा आउँछ मलाई चाहिँ कहिले भोलि होला र पढौँला जस्तो आह्वान भएको छ। सँगसँगै आफ्नो कामलाई पनि लाग्नु पऱ्यो होइन। र 5 मिनट चाहिँ मैले बोलिसकेँ र यसरी नै बोल्दै जाँदाखेरि चाहिँ म भित्र सरङ्ग काँडा उठेर आउँछ र बोलौँ 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 लाग्ने चाहिँ म बनाउनेछु एक दिन।